सो नमस्कार यहाँ सबैजनालाई हाम्रो यस युट्युब च्यानल स्टुडेन्ट मोटिभेटमा यहाँ सबैजनालाई स्वागत छ। सो आज चाहिँ हामी इकोनोमिक्सको च्याप्टर 4 यानी कि युनिट 4 मा पर्ने प्राइसिङ थ्योरी एन्ड प्र्याक्टिस भन्ने लेसनको हामी चाहिँ आज क्वेशन नम्बर 16 ओल्ड इज गोल्डबाट चाहिँ प्र्याक्टिस गर्न लागिरहेका छौँ। मसँग चाहिँ अहिले ओल्ड इज गोल्ड छ हैन, 1 वर्ष पुरानो ओल्ड इज गोल्ड छ। तपाईहरुकोमा चाहिँ अब नयाँमा चाहिँ डिफ्रेन्ट क्वेशनमा चाहिँ हुन सक्छ। मेरो चाहिँ क्वेशन नम्बर 16 मा छ। यहाँ चाहिँ क्वेशन के भनेको छ भन्दाखेरि डिफरेन्शिएट बिट्विन कार्टेल एन्ड प्राइस लिडरशिप भनेर फर्स्टमा थ्योरी क्वेशन सोधेको छ र एक्सप्लेन द कन्सेप्ट अफ इक्वल मार्केट सेयरिङ कार्टेल भनेर अर्को थ्योरी पनि सोधेको छ। र साथसाथै हामीलाई यो क्वेशन नम्बर 16 मा न्यूमेरिकल क्वेशन चाहिँ यहाँबाट सुरु हुन्छ। सपोज दैट द डिमान्ड फंक्शन फर प्राइस इन्क्रिजेस एन्ड फर प्राइस कट फेसिङ एन ओलिगोपोलिस्ट आर रेस्पेक्टिभली भनेर हामीलाई यहाँ फंक्शन्सहरु दिएको छ। जस्तै q1 यति दिएको छ, p1 7 - 0.025 q1 दिएको छ र q2 p2 पनि दिएको छ। q1 बाट चाहिँ हामीले p1 डिराइभ गर्न सक्छौं हैन। सो यो q1 को इक्वेशनबाट हामीले चाहिँ p1 लाई चाहिँ डिराइभ गरेको, q2 को इक्वेशनबाट p2 लाई चाहिँ डिराइभ गरेको है। यो जस्ट सिम्पली यहाँबाट चाहिँ यो p1 डिराइभ भएको भनेर हामीले बुझ्न सक्छौं। र अब हामीलाई क्वेशन सोधेको छ डिटरमाइन द प्राइस एन्ड आउटपुट एट द किंग अफ द डिमान्ड कर्व भनेर चाहिँ हामीलाई क्वेशन सोधेको छ। हामीलाई के सोधेको छ भन्दाखेरि एउटा प्राइस, अर्को भनेको आउटपुट भनेर सोधेको छ। फर्स्टमा चाहिँ हामी अब गिवन सार्छौं, के गिवन दिएको छ भनेर चाहिँ गिवन सार्छौं। सो फर्स्टमा हामीलाई फंक्शन्सहरु दिएको छ। जस्तै क्वेशन नम्बर 16 मा q1 = 280 - 40 p1 भनेर एउटा फंक्शन चाहिँ दिएको छ। र साथसाथै यहाँबाट चाहिँ अब हामीले यो इक्वेशनलाई सल्भ गर्यौं भने यहाँबाट p1 चाहिँ के निस्किन्छ भन्दाखेरि 7 - 0.025 q1 भनेर हामीले यसरी p1 डिराइभ गर्न सक्छौं। र अब अर्को फंक्शन q2 फंक्शन पनि दिएको छ। हामीलाई q2 भनेको 100 - 10 p2 दिएको छ। र यहाँबाट चाहिँ हामीलाई p2 के निकालेको छ भन्दाखेरि 10 - 0.1 q2। कहिलेकाहीँ हामीलाई क्वेशनमा चाहिँ q1 q2 दिएर p1 p2 पनि नदिन सक्छ र हामीले चाहिँ यस्तो खण्डमा के गर्ने भन्दाखेरि यो इक्वेशनलाई सल्भ गरेर p1 को भ्यालु निकाल्ने, जुन चाहिँ यो दुईटा रहनेछ। अनि त्यसपछि अर्को के दिएको छ भन्दाखेरि where q is output and p is the price in rupees, suppose the total firm cost function is भनेर cost function भनेर हामीलाई दिएको छ। टोटल कस्ट फंक्शन भनेर यसरी लेखिदिन्छु म तपाईहरुलाई, सजिलो हुन्छ। tc = 2q + 0.025 q स्क्वायर भनेर यसरी कस्ट फंक्शन दिएको छ। र कस्ट फंक्शन दिइसकेपछि अब यहाँ ए नम्बरमा के सोधेको छ भन्दाखेरि डिटरमाइन द प्राइस एन्ड आउटपुट एट किंग अफ द डिमान्ड कर्व। अब हामीलाई प्राइस र आउटपुट किंग अफ द डिमान्ड कर्वमा सोधेको छ। सो किंग अफ द डिमान्ड कर्वमा हाम्रो जहिले पनि के हुन्छ भन्दाखेरि q1 = q2 यानी कि क्वान्टिटी जहिले पनि बराबर हुन्छ भनेर चाहिँ हामीले पढिसकेका छौं थ्योरीमा। सो हामीलाई q1 q2 दिएको छ। अब यो q1 को भ्यालु लगेर यहाँ सिधै 280 - 40 p1 लेख्दिनी। अब q2 को भ्यालु यहाँ दिएकै छ 100 - 10 p2 भनेर लेख्दिनी। अब यो इक्वेशनलाई सल्भ गर्दा 100 यता आउँछ, 280 - 100 = यो यता जाँदाखेरि प्लसमा हुन्छ 40 p1 - 10 p2 रहनेछ। र यहाँबाट यो माइनस यो गर्दाखेरि 180 आयो र 40 - 10 p2 गर्दा 30 p2 आयो। यहाँबाट 0 0 क्यान्सल, 3 5 जा 15, 3 6 जा 18 भनेपछि हाम्रो p को भ्यालु कति आयो भन्दाखेरि सरी मैले तपाईहरुलाई एउटा कुरा भन्न बिर्सेछु। हाम्रो चाहिँ यहाँ के हुन्छ भन्दाखेरि p1 = p2 = p हुन्छ। त्यही भएर अब हामीले चाहिँ यो सबै p लाई के गर्न सक्छौं भन्दाखेरि यो दुईटा p जुन छ नि, यो दुईटा p लाई हामीले p लेख्दिन पनि सक्छौं है डाइरेक्टली। मैले सरी तपाईहरुलाई भन्न बिर्सेछु। 280 - 100 = यो p1 = p2 = p हुन्छ। अब हामीले प्राइसलाई एउटै प्राइस p मात्र लेख्न सक्छौं हैन। त्यही भएर 40p - 10p गर्ने अनि यहाँबाट 180 = 30 p आउँछ। देयरफोर प्राइस भनेको हाम्रो कति आउँछ भन्दाखेरि = 3 15, 3 6 जा 18। सो प्राइस भनेको हाम्रो 6 रुपैयाँ आयो। त्यसैले हामीले यो p1 = p2 = p हुन्छ भन्ने हामीले थाहा पाइसकेपछि p1 भनेको पनि 6 नै भयो, p2 भनेको पनि 6 नै भयो। अब हामीले के गर्ने भन्दाखेरि अब यो जुन प्राइस छ नि, प्राइसलाई लगेर यो इक्वेशनमा हामीले सल्भ गर्नुपर्छ। अब हामीले पुटिङ द भ्यालु अफ p1 एन्ड p2 इन q1 एन्ड q2 गर्यो भने के हुन्छ। अब हामीले q1 मा हामीले p1 को भ्यालु लगेर राख्दियो भने 280 - 40 p1 छ। अब हाम्रो p1 भन्नु र p भन्नु एउटै हो। 40 * p भनेको कति 3 छ, इक्वल कति आउँछ 4 3 12 120 भनेपछि 280 - 120 गर्दाखेरि कति हुन्छ 160 रुपैयाँ। हेर 160 युनिट आउने भयो। सरी मैले मिस्टेक गरे के हो।
सरी यहाँ 6 हुनुपर्ने ठाउँमा मैले 3 लेखेको छु। मैले चाहिँ यहाँबाट 3 सोचेको छु होइन, 6 हुन्छ हाम्रो यसमा, किनभने प्राइस त हामीले अघि 6 निकालेको छौँ नि त। अनि 40 × 6 गर्दा 24, 280 - 240 गर्दाखेरि हाम्रो कति हुन्छ 40। यो भनेको युनिट्समा आयो है, हाम्रो Q1 भनेको केमा आउँछ युनिट्समा आउँछ। देयरफोर Q1 = 40 युनिट्स। अब साथसाथै हामीले Q2 को भ्यालु पनि निकाल्न सक्छौँ। 100 - 10 P2 भन्ने हाम्रो Q2 को इक्वेसन हामीलाई यहाँ दिएको छ। अब यो हाम्रो P को भ्यालु लगेर यहाँ सब्स्टिट्युट गरिदिने, 100 - 10 × 6 भनेको 60, 100 - 60 भनेको यो पनि हाम्रो कति आयो भन्दाखेरि 40 युनिट्स भनेर हाम्रो दुईटै Q1 Q2 भनेको 40 युनिट्स आइसक्यो। भनेपछि हामीलाई क्वेसनमा के सोधेको छ, डिटरमाइन द प्राइस एन्ड आउटपुट एट किङ। एट किङ के हुन्छ, किङमा हाम्रो जहिले पनि Q1 = Q2 हुन्छ र P1 = P2 = P भन्ने हामीलाई अलरेडी थाहा छ। भनेपछि Q1 = Q2 गर्दा यो इक्वेसन हाल्ने, यो इक्वेसन हालिसकेपछि यो P1 = P2 हुन्छ भन्ने हामीलाई थाहा छ। त्यही भएर P1 P2 लाई P ले रिप्लेस गरिदिने, P ले रिप्लेस गरिदिँदाखेरि यो भयो। अनि यो इक्वेसन सल्भ गर्दाखेरि हाम्रो प्राइस आयो। प्राइस भनेको हाम्रो कति आयो भन्दाखेरि 6 रुपिज आयो। प्राइस भनेको 6 रुपिज आयो र Q1 Q2 भनेको अब Q1 र Q2 बराबरै छ होइन, किनभने यहाँ हामीले इक्वेट गरेका छौँ बराबरै छ। भनेपछि Q1 जति आयो Q2 पनि 40 युनिट चाहिँ आयो। त्यही भएर प्राइस र आउटपुट कति हुँदो रहेछ 6 र 40 युनिट्स। प्राइस भनेको 6 रुपिज र क्वान्टिटी भनेको 40 युनिट्स आउँछ। अब डिटरमाइन द अप्पर एन्ड लोअर लिमिट अफ MR ग्याप भनेर चाहिँ यसरी क्वेसन सोधेको छ। अब MR ग्याप निकाल्नका लागि हामीले के गर्नु पर्यो भन्दाखेरि मार्जिनल रेभिन्यू निकाल्न चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि फर्स्टमा मार्जिनल रेभिन्यू निकाल्ने बेलामा हामीले जहिले पनि टोटल रेभिन्यू निकाल्नुपर्छ। टोटल रेभिन्यू भनेको हाम्रो अब Q1 P1 P2 देखा Q1 र P1 दिएको छ। अब हामीले टोटल रेभिन्यू पनि 1 बाटै निकालौँ। सो टोटल रेभिन्यू भनेको प्राइस इन्टु क्वान्टिटी। अब यहाँ के सोधेको छ TR1 सोधेको छ भनेपछि P1 × Q1 हुने भयो। P1 भनेको हाम्रो P1 = Q1 = P नै छ। त्यही भएर P को भ्यालु अलरेडी हाम्रो 6 आउँछ। अथवा हामीले यो इक्वेसनलाई सल्भ पनि गर्दा हुन्छ। हाम्रो P1 भनेको कति छ यहाँ हामीले लेखेको 7 - 0.025, 7 - 0.025 Q1 छ इन्टु Q1 भनेको त Q1 भइहाल्यो। अब यो दुईटा इक्वेसनलाई सल्भ गर्दै गयो भने हाम्रो के आउँछ भन्दाखेरि 7Q1 - 0.025 Q1 स्क्वायर भनेर हाम्रो टोटल रेभिन्यू इक्वेसन आयो। टोटल रेभिन्यूको इक्वेसन हामीलाई चाहिएको के हो भन्दाखेरि हामीलाई चाहिएको मार्जिनल रेभिन्यू निकाल्नको लागि TR1 बाट हामीले मार्जिनल रेभिन्यू निकाल्न सक्छौँ। मार्जिनल रेभिन्यू कसरी निकाल्ने भन्दाखेरि टोटल रेभिन्यूलाई डेरिभेटिभ गरिदिने, डेरिभेटिभ। अब डेरिभेटिभ अफ 7Q1 - 0.025 Q1 स्क्वायर हुन्छ डिभाइड अपन DQ। डेरिभेटिभ गर्दाखेरि जहिले पनि यहाँ जे क्वान्टिटी छ तल पनि त्यही क्वान्टिटीले डेरिभेटिभ गर्नुपर्छ। अब हामीले डेरिभेटिभ गर्दा डाइरेक्टली गरिदिँदा पनि हो यदि तपाईँहरूलाई आउँछ भने होइन। अब आउँदैन भने तपाईँहरूले छुट्याएर पनि गर्दा हुन्छ। म चाहिँ तपाईँहरूलाई डाइरेक्ट गरेर देखाउने छु होइन। अब यसको डेरिभेटिभ के हुन्छ 7Q1 माथि पावरमा 1 छ, 7 × 1 7। अब 1 - 1 भनेको 0 भनेर चाहिँ Q हराउने भयो। अब यसमा चाहिँ के हुन्छ माइनस चाहिन्छ, माइनस 2 × 0.025, 2 × 0.025 गर्दाखेरि हाम्रो कति आउँछ 0.05 Q1 पावरमा 2 - 1 गर्दाखेरि पावरमा 1 हुने भयो। भनेपछि पावरमा 1 नलेख्दा पनि भयो हाम्रो। अनि यहाँ Q1 छ त्यही भएर Q1 लेख्दा पनि Q1 पनि लेख्नु पर्यो। देयरफोर मार्जिनल रेभिन्यू अफ 1 भनेको कति भयो हाम्रो 7 - 0.05 Q1 आयो मार्जिनल रेभिन्यू। अब सिमिलरली यसरी नै हामीले अब टोटल रेभिन्यू 2 बाट, किनकि क्वान्टिटी 2 पनि दिएको छ नि त हामीलाई, टोटल रेभिन्यू 2 निकाल्न पनि सक्छौँ। P2 × Q2 गरिदिने। P2 भनेको हामीलाई 10 - 0.01 समथिङ दिएको छ, 10 - 0.1 Q2। अब Q × Q2 गर्यो भने हाम्रो यो अटोमेटिकली Q2 नै छँदैछ। त्यसबाट अब हामीले यो इक्वेसनलाई यो सल्भ गऱ्यौँ भने 10 × 2 Q2 भनेको 10 Q2 - 0.1 Q2 स्क्वायर आउने भयो। अब मार्जिनल रेभिन्यू निकाल्न के गर्ने भन्दाखेरि मार्जिनल रेभिन्यू निकाल्न डेरिभेटिभ गरिदिने TR2 अपन DQ। अब हाम्रो यो TR2 भनेको 10 Q2 - 0.1 Q2 आयो डिभाइड बाई। अब यहाँ सरी मैले तपाईँलाई भन्न बिर्सेछु, यहाँ Q1 छ भने डेरिभेटिभ विथ Q1 नै हुने भयो है। मैले अगाडि भन्न बिर्सेछु, जे युनिट दिएको छ नि हामीलाई त्यहीसँग मात्र डेरिभेटिभ हुन्छ है, डाइरेक्ट डेरिभेटिभ हुँदैन। अब यहाँ Q1 दिएको छ भने हामीले Q1 सँगै डेरिभेटिभ गर्नु पर्यो। अब यहाँ TR2 मा हामीलाई Q2 दिएको छ भने MR2 निकाल्न डेरिभेटिभ विथ रेस्पेक्ट टु Q2 नै गर्नु पर्यो। हामीले यहाँ Q गरेर हामीले डेरिभेटिभ गर्न सक्दैनौँ। त्यही भएर माथि जे युनिट छ नि होइन त्यही युनिट चाहिँ हुनु पर्यो तल पनि। अब यसको डेरिभेटिभ गर्दा के हुन्छ 10 × 1 भनेको 10,
पावर 1 - 1 0 भनेको क्यू हराइजान्छ, त्यही भएर अनि यसको चाहिँ यहाँ स्क्वायर पनि छ 0.1 × 2 गर्दाखेरि हाम्रो कति आउँछ 0.2 Q2 आयो। यो भनेको चाहिँ हाम्रो के हो मार्जिनल रेभिन्यू अफ 2 भनेर चाहिँ हामीले यहाँ देख्न सक्छौँ। मार्जिनल रेभिन्यू 2 10 - 0.2 Q2 आयो। त्यसपछि हामीले मार्जिनल रेभिन्यू निकालिसकेपछि हामीलाई क्वेसनमा के सोधेको छ, एक्चुअली क्वेसनमा फेरि ब्याक जाउँ है। डिटरमाइन द अप्पर एन्ड लोअर लिमिट अफ मार्जिनल रेभिन्यू ग्याप एन्ड प्रुभ द्याट एमसी लाइज फल्स इन द एमआर ग्याप। एमसी पनि सोधेको छ नि त, एमआर ग्याप भित्र पर्छ भनेर एमसी सोधेको छ। अब हामीले एमसी पनि निकाल्नु पर्यो। एमसी निकाल्नको लागि चाहिँ के हुन्छ भन्दाखेरि एमसी भनेको हाम्रो टोटल कस्टबाट आउँछ। टोटल कस्टबाट हामीले मार्जिनल कस्ट निकाल्न सक्छौँ। हामीलाई टोटल कस्ट फङ्सन अलरेडी दिएको छ। टोटल कस्टबाट मार्जिनल कस्ट निकाल्नलाई हामीले के गर्नु पर्यो भनेदेखि मार्जिनल भन्ने बित्तिकै अब तपाईँले सिम्पली के बुझ्नु भन्दाखेरि डेरिभेटिभ गर्ने भनेर बुझ्नु। अब जस्तै मार्जिनल कस्ट भन्ने बित्तिकै टोटल कस्टलाई डेरिभेटिभ गरिदिने, अनि मार्जिनल रेभिन्यू भन्ने बित्तिकै टोटल रेभिन्यूलाई डेरिभेटिभ गरिदिने। कसरी निकाल्ने भन्दा डेरिभेटिभ गरेर निकाल्ने। अब हामीलाई मार्जिनल कस्ट चाहियो, मार्जिनल कस्ट डेरिभेटिभ विथ रेस्पेक्ट टु टोटल कस्ट हुन्छ। यहाँ कस्टमा हाम्रो के छ क्यू छ नि हाम्रो, त्यही भएर यहाँ डिक्यू हुने भयो। अब डेरिभेटिभ टोटल कस्ट इक्वेसन हामीलाई 2Q + 0.025 Q स्क्वायर दिएको छ विथ रेस्पेक्ट टु डिक्यू हुने भयो। अब यहाँ 2 प्लस मैले डाइरेक्ट गर्दै तपाईँहरूलाई अब डेरिभेटिभ आउँछ भन्ने मैले आशाले डाइरेक्ट गरिदिएँ र यहाँ मल्टिप्लाईमा चाहिँ म कहिलेकाहीँ कन्फ्युज हुन्छु, त्यही भएर क्यालकुलेटर जहिले पनि युज गर्ने। किनभने यस्तोमा चाहिँ अब हामीले 0.025 × 2 गर्दाखेरि अब 0.5 हुन्छ भन्ने जस्तो कहिलेकाहीँ दिमागमा आउँछ नि, त्यही भएर अब क्यालकुलेटरले 0.5 को ठाउँमा 0.05 हुन्छ यहाँ चाहिँ, त्यही भएर मिस्टेक नहोस् भनेर क्यालकुलेटर युज गर्ने। अब हामीले मार्जिनल कस्ट पनि निकाल्यौँ। मार्जिनल कस्ट कति आयो भन्दाखेरि 2 + 0.05 Q आयो। त्यसपछि हामीलाई मार्जिनल कस्ट इक्वेसन पनि हामीसँग छ। यो भनेको मार्जिनल कस्ट इक्वेसन अनि मार्जिनल रेभिन्यू इक्वेसन पनि छ र मार्जिनल रेभिन्यू 2 इक्वेसन पनि छ। भनेपछि अब हामीले Q1 Q2 को भ्यालु दिएको छ, Q1 को भ्यालु दिएको छ र हामीसँग Q को भ्यालु पनि छ। किनभने अब यो सबैलाई हामीले सल्भ गऱ्यौँ भने हाम्रो चाहिँ मार्जिनल रेभिन्यू, मार्जिनल कस्ट र मार्जिनल रेभिन्यू 1 र 2 आउँछ अनि मार्जिनल कस्ट पनि आउँछ। अब MR1 भनेको हामीले कति निकाल्ने थियौँ 7 - 0.05 Q1 निकाल्ने थियौँ। अब Q1 भनेको हाम्रो कति थियो 0.05 × Q1 भनेको हामीले अघि निकालेको थियौँ। Q1 Q2 बराबर थियो 40 युनिट्स निकालेको थियौँ। भनेपछि अब हाम्रो यो इक्वेसनलाई सल्भ गर्दाखेरि कति हुन्छ 7 - 0.05 × 40 गर्यो भने हाम्रो चाहिँ मार्जिनल रेभिन्यू कति आयो ₹5 आयो। यो भनेको 5 आयो है मार्जिनल रेभिन्यू 1। अब मार्जिनल रेभिन्यू 2 भनेको हाम्रो कति हुन्छ भन्दाखेरि 10 - 0.2 Q2 = 10 - 0.2 × 40 गर्दाखेरि 10 - 0.2 × 40 गर्दाखेरि हाम्रो कति आयो यो 2 आयो। अनि मार्जिनल कस्ट हाम्रो कति आयो भन्दा 2 + 0.05 Q छ। Q भनेको पनि अब हाम्रो कति छ भन्दाखेरि 40 भयो। 2 + 0.05 × 40 यो गर्दाखेरि हाम्रो कति आयो 2 + 0.05 × 40 गर्दाखेरि यो भनेको हाम्रो 4 आयो। यो भनेको अब मार्जिनल रेभिन्यू 1 र 2 हामीले निकाल्यौँ। मार्जिनल रेभिन्यू 1 5 आयो, मार्जिनल रेभिन्यू 2 आयो। भनेपछि यो 2 भनेको के भयो लोअर लिमिट भयो। 2 भनेको लोअर लिमिट, यो भनेको हायर लिमिट अथवा अप्पर लिमिट पनि भन्न सक्छौँ हामीले। अप्पर लिमिट भयो अनि यो लोअर लिमिट भयो। अब यहाँबाट हाम्रो के प्रुफ भयो 5 र 2 को बिचमा यो 4 लाई गर्छ नि त, त्यही भएर हामीलाई क्वेसनले के सोधेको थियो भन्दाखेरि डिटरमाइन द अप्पर एन्ड लोअर लिमिट भनेर अप्पर लिमिट र लोअर लिमिट निकाल्यौँ हामीले एन्ड प्रुभ द्याट एमसी फल्स इन द एमआर ग्याप। भनेपछि यो 4 भनेको त 2 र 5 को बिचमा लाई गर्छ नि त, त्यही भएर यो चाहिँ एमसी चाहिँ एमआर ग्यापमा लाई गर्छ भनेर चाहिँ यो प्रुफ भयो। त्यसपछि हामीलाई सीमा चाहिँ के सोधेको छ भन्दाखेरि फाइन्ड द भ्यालु अफ टोटल प्रफिट्स अफ ओलिगोपोली भनेर सोधेको छ। प्रफिट भनेर सोधेको छ। टोटल प्रफिट चाहिँ पाइले डिनोट गरिन्छ। टोटल प्रफिटलाई पाइले डिनोट गरिन्छ। टोटल प्रफिट भनेको के हो भन्दाखेरि टोटल रेभिन्यू माइनस टोटल कस्ट हुन्छ। टोटल रेभिन्यू भनेको चाहिँ अब हामीले अघि भर्खर पढिसकेका छौँ। टोटल रेभिन्यू भनेको P × Q माइनस टोटल कस्ट भनेको अघि हामीलाई टोटल कस्ट फङ्सन क्वेसनमै दिएको छ। टोटल कस्ट फङ्सन भनेको 2Q + 0.025 Q स्क्वायर भनेर हाम्रो टोटल कस्ट फङ्सन पनि छ। P को भ्यालु पनि छ, Q को भ्यालु पनि छ, यो Q को भ्यालु पनि छ। भनेपछि सबै P र Q को भ्यालु सब्स्टिट्युट गरिदिने। P को भ्यालु अघि 6 आएको थियो, Q को भ्यालु 40 आएको थियो। 2 × 40 + 0.025 × 40 स्क्वायर। तपाईँले यो इक्वेसनलाई एकैचोटि सल्भ गरिदिनु भयो भने म तपाईँहरूलाई एकैचोटि सल्भ गरेर देखाइदिन्छु। 2 × 40 + 0.025
इन्टु 40 स्क्वायर इज इक्वल्स टु 120 रुपियाँ भनेपछि हाम्रो टोटल प्रफिट कति आयो यो क्वेसनको लागि भनेपछि 120 रुपियाँ आयो। यहाँ चाहिँ टोटल प्रफिट निकालेर दिएको रहेछ, तर हामीले टोटल प्रफिट निकालेर हेर्दा कति आयो 120 रुपियाँ आयो, विच इज द टोटल प्रफिट अफ द ओलिगोपोलिस्ट भनेर यसरी तपाईँले यो क्वेसन सल्भ गर्नुभयो भने यो चाहिँ पास्टमा सोधेको हुनाले यो क्वेसनमा चाहिँ 9 मार्क्सको मात्र छ, 6, 7, 8, 9 भयो। अब तपाईँहरूलाई यो क्वेसन अब यो पालिको वर्षमा सोध्यो भने 10 मार्क्समा चाहिँ सोध्ने एकदमै हाई प्रोबेबिलिटी हुन्छ, त्यही भएर यसलाई चाहिँ मजाले प्रिपेयर गर्नु होला। सो होप दिस भिडियो वाज युजफुल र भिडियो मन परेको छ भने भिडियोलाई लाइक पनि दिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्नु होला। सो आजको लागि चाहिँ भिडियो यति नै। थ्याङ्क यू एभ्रीवन फर वाचिङ दिस भिडियो।